दिनु न दाइ मैले 2-3 दिन भइसक्यो दाइ मैले केही नखाएको दाइ यो भोकको पेटमा कसरी पाल्नु दाइ मलाई पैसा दिनु न दाइ प्लिज पैसा दिनु पैसा छैन अनि कामसाम गर्नु पर्दैन यताउता गर्नु पर्दैन कमाउनु पर्दैन हामीले त काम गरेर खाइरहेको छु त अनि हुँदैन कहाँ दिन्छ पैसा पैसा दिनु अघि एउटा दाइले आउनु भएको थियो पैसा मागेको हानेर फाल्दिनु पैसा किन मागिरहेको परिवार छैन दाइ परिवार कोही छैन दाइ कोही छैन पैसा दिनु दाइ प्लिज त्यस्तो मान्छे भेटेपछि त मलाई दया लाग्छ होइन मसँग धेरै त छैन म नि होइन काम गरेर परिवारमा डिपेन्ड होइन त्यसैले म धेरै दिन सक्दैन होइन तिमीलाई यति भयो जाऊ के खाऊ होइन थ्याङ्क यू दाइ थ्याङ्क यू ल त्यस्तो भन्नुपर्छ आज मुर्गाबाट यार साला तिनीहरूलाई चुरोट खान पाएको थिएन मागेर भने चुरोट खान परिहाल्यो के गर्नु उनीहरू आइसक्यो पैसा माग्ने होइन होइन हो त है हामीले पैसा भोक लाग्यो भने पैसा मागेर खाने होला हो त दाइसँग मैले पैसा खानेलाई दियो है दाइ माग्ने मेरो चाहना हो चुरोट खाने बाहना हो दाइ दियो है दाइ के गर्नु चुरोट खाने पऱ्यो दाइ बोरी नखाइकन बाँच्न सक्छु चुरोट नखाइकन कस्तालाई पैसा दियो यार मेरो पैसा डुब्यो यार कस्तालाई दियो यार चुरोट त खाने पऱ्यो दाइ के गर्नु